कुकुरको काम पनि छैन, फुर्सद पनि छैन। त्योभन्दा पहिला स्वागत छ साथीहरू आजको मेरो मिनी भ्लगमा। मैले चाहिँ यो भ्लग बनाएको आज 5-6 दिन भइहाल्यो के। एडिट गरेर राखेकै 5-6 दिन भइहाल्यो। मैले त भोइस ओभर गर्न नपाएर कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भने चाहिँ भइरहेछ। काम बनाऊ भने खाना पकाउने, खाने भाँडा धुने छ, एउटा छोरी छ, त्यही पनि भोइस ओभर गर्न नपाएर तनाव हुन्छ कि साथीहरू। एडिट गरेको भिडियो किन भोइस ओभर गर्न पाउनु हुँदैन र भन्नुहुन्छ भने म चाहिँ त्यो अर्को भिडियोमा भन्छु है। यहाँ चाहिँ हाम्रो रेस्टुरेन्टमा आज धेरै खाजा अर्डर थियो, त्यही भएर म रेस्टुरेन्ट जानुपर्ने भएकाले रेस्टुरेन्ट गएको थिएँ। जुन दिन धेरै खाजाहरू अर्डर आउँछ, खानाहरू अर्डर आउँछ, त्यो दिन चाहिँ हेल्प गर्नलाई म पनि जाने गर्छु। मेरो बुढाले चाहिँ यहाँ चिकन फ्राई गर्दै हुनुहुन्थ्यो राइसमा हाल्नलाई। आज चाहिँ खाजामा मासु र रोटी अर्डर थियो हाम्रो रेस्टुरेन्टमा। यो चाहिँ राइस हो है साथीहरू, राइस बनाउँदै हुनुहुन्थ्यो मेरो बुढाले। एन्ड बाई।